नमस्कार। नमस्ते। आज महानवमी नवरात्रिको सबैभन्दा विशेष दिनहरूमध्ये एक हो नि हो त। आज हामी यही दिनको महत्व अनि यसका परम्परा विश्वासका कुराहरूमा अलिकति गहिरिएर हेरौँ है त। हुन्छ। सुरुमा देवीलाई सम्झ्यौं। ओम ह्रीम चामुण्डाय विच्चे नमो नमः। महानवमी यो नवरात्रिको 9औं दिन भयो। अब यसलाई विशेष मान्नुको एउटा मुख्य कारण चाहिँ मार्कण्डेय पुराणमा एउटा घटना वर्णन गरिएको छ। हो, के घटना? त्यसमा भनिअनुसार यही तिथिमा देवी चामुण्डाले रक्तबीज भन्ने एउटा असुरलाई मार्नु भएको थियो। ए, रक्तबीज, जसको रगत खस्दा अर्को राक्षस निस्किन्थ्यो हैन? हो, एकदम। एक थोपा रगत भुइँमा खस्ने बित्तिकै उस्तै अर्को असुर। त्यसले गर्दा त ऊ अझै जस्तै भएको थियो नि। हो त नि, त्यो कथा त एकदमै प्रचलित छ। अनि आजकै दिन दुर्गा माताको 9औं स्वरूप माता सिद्धिदात्रीको विशेष पूजा पनि हुन्छ हैन र? पक्कै पनि। नामै काफी छ। सिद्धि मतलब पूर्णता वा अलौकिक शक्ति, अनि दात्री मतलब दिनेवाली। सिद्धि दिने देवी। ओहो। अनि सँगसँगै धन धान्यकी देवी महालक्ष्मीको पनि आराधना गरिन्छ आज। अच्छा, सिद्धिदात्रीको पूजा गर्दा चाहिँ के फल मिल्छ भनिन्छ? सिद्धिदात्रीको पूजाले साधकलाई सबै खालका सिद्धिहरू प्राप्त हुन्छन् भन्ने विश्वास छ। अब सिद्धि भनेको खालि त्यो चमत्कार देखाउने शक्ति मात्रै होइन है, यो त आध्यात्मिक पूर्णता, ज्ञानको अवस्था पनि हो। अझ देवी पुराणमा त के भनिएको छ भने भगवान शिवले पनि यिनै देवीको कृपा पाएर सिद्धि प्राप्त गर्नुभएको रे। ए हो र, शिवजीले पनि? हो नि। अनि उहाँको स्वरूप कस्तो छ? सिंहमा सवार अनि कमलको फूल प्रिय लाग्छ भन्छन् नि। एकदम, सिंहवाहन प्रिय वस्तु कमलको फूल। यिनको साधनाले चाहिँ यो लोकमा मात्र होइन परलोकमा पनि मोक्ष मिल्छ भन्ने विश्वास गरिन्छ। अनि यति 8 प्रकारका सिद्धिहरू छन् नि मार्कण्डेय पुराणमा भनेका। अनिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, ईशित्व, वशित्व हो ती सिद्धिहरू। जस्तो अणु जत्रो सानो हुने शक्ति अणिमा वा एकदम ठूलो हुने महिमा, यस्ता क्षमता यिनै देवीबाट पाइन्छ भनिन्छ। हो, ती 8 सिद्धिले साधकलाई प्रकृतिमाथि मतलब अद्भुत किसिमको नियन्त्रण दिन्छन् भन्ने मान्यता छ। सिद्धिदात्री देवी खुसी हुनुभयो भने भक्तको कुनै पनि इच्छा अपुरो रहँदैन भन्छन्। यो त भयो आध्यात्मिक शक्ति अनि सिद्धिको कुरा। तर महानवमीको अर्को एउटा रमाइलो पक्ष पनि छ नि। शिल्प र निर्माणका देवता विश्वकर्माको पूजा पनि आजै हो। गाडी, औजार, कल कारखानाहरूमा विशेष पूजा हुन्छ। कतै कतै त बलि पनि दिन्छन्। यो कस्तो संयोग होला? एकातिर आध्यात्मिक पूर्णताको कुरा, अर्कोतिर भौतिक सृजनाको। एकदमै राम्रो प्रश्न सोध्नुभयो। यो संयोगले खै सायद जीवनका दुवै पक्षभित्रको साधना र बाहिरको कर्म उत्तिकै महत्त्वपूर्ण छन् भन्ने संकेत गर्छ कि? हो त नि। विश्वकर्मा पूजाले हामीले चलाउने औजार प्रविधि प्रति सम्मान देखाउँछ। अनि तपाईले बलिको कुरा उठाउनुभयो। महानवमीमा त सबैभन्दा धेरै बलि चढाइन्छ। हो र, किन होला? यसको एउटा किम्वदन्ती कस्तो छ भने देवीहरूले असुरहरूलाई मारिसकेपछि केही बाँचेका असुरहरू जनावरको भेषमा लुकेका थिए रे, अनि तिनैलाई बलि दिएको भन्ने छ। यो एक किसिमले नकारात्मक शक्तिहरूलाई नाश गर्ने प्रतीकात्मक कार्य भयो। अनि यो दिन त राज्य स्तरमा पनि विशेष हुन्छ होला हैन? जस्तो हनुमान ढोका दरबारमा हुने बलि प्रथा। हो, एकदम। अनि सेना र प्रहरी हेडक्वार्टरमा गरिने कोत पूजा, निशान पूजा। कोत पूजा भनेको हतियारहरूको पूजा हो। हो, कोत भनेको किल्ला वा शस्त्रागार। त्यहाँ गरिने पूजालाई कोत पूजा भनिन्छ। राज्यको शक्ति, सुरक्षाको प्रतीकका रूपमा रहेका हतियारहरूको पूजा हुन्छ। निशान पूजामा चाहिँ राष्ट्रिय झण्डा वा चिन्हको पूजा गरिन्छ। अनि हनुमान ढोकामा त राज्यकै तर्फबाट 54 बोका र 54 राङ्गा बलि दिने पुरानो चलन छ नि है? छ, त्यो परम्परागत चलन हो। अनि देशभरिका शक्तिपीठहरूमा जस्तो काठमाडौँ उपत्यकाभित्र दक्षिणकाली, गुहेश्वरी, मैतीदेवीदेखि लिएर बाहिरका पलाञ्चोक भगवती, मनोकामना, छिन्नमस्तासम्म भक्तजनको खुट्टा टेक्ने ठाउँ हुँदैन आज। हो, एकदम भिड हुन्छ। अनि अर्को एउटा महत्त्वपूर्ण कुरा, तलेजु भवानीको मन्दिर। तलेजु, त्यो मन्दिर त वर्षमा एक पटक केवल आजकै दिन मात्र सर्वसाधारणको लागि खुल्छ रे। यसको केही विशेष कारण छ कि? तलेजु भवानीलाई मल्ल राजाहरूको इष्टदेवी मानिन्छ। निकै शक्तिशाली देवी
वर्षको एक दिन मात्रै खुल्नुले उहाँको त्यो विशेष महत्व र शक्तिको गाम्भीर्यलाई देखाउँछ भन्ने विश्वास छ। यसले गर्दा भक्तहरूमा झन् धेरै कौतूहलता र श्रद्धा बढ्छ नि। हो त। अनि नेवार समुदायमा आज स्याकुटाकु मनाउने चलन पनि छ रे नि, खेतमा गएर माटो र अन्नबालीको पूजा गर्ने। हो, स्याकुटाकु यो प्रकृतिसँगको सम्बन्ध देखाउने कति राम्रो परम्परा। यसले अन्न र धरतीप्रति कृतज्ञता देखाउँछ। अनि जो शाकाहारी हुनुहुन्छ उहाँहरूले फलफूल नैवेद्य चढाउनुहुन्छ। पक्कै पनि विकल्प छँदैछ। अनि कतिपय शक्तिपीठमा आज कन्या पूजा पनि गरिन्छ। मतलब 2 देखि 10 वर्षका साना नानीहरूलाई देवीकै स्वरूप मानेर पूजा गर्ने चलन। देवी भागवतमा यसको वर्णन पाइन्छ। ए, कन्या पूजा पनि हो। आज त जताततै देवीकै शक्तिको उपासना हुने दिन रहेछ। एउटा मन्त्र पनि छ नि है सिद्धिदात्रीको लागि, या देवी सर्वभूतेषु मा सिद्धिदात्री रूपेण संस्थिता। नमस्तस्यै 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 नमो नमः। यसको अर्थ के होला? यसको अर्थ हुन्छ जुन देवी सबै प्राणीहरूमा माँ सिद्धिदात्रीको रूपमा रहनु भएको छ, उहाँलाई बारम्बार नमस्कार छ, कोटी कोटी प्रणाम छ। हामीलाई शक्ति दिनुहोस्। कति सुन्दर अर्थ। महानवमीले हामीलाई आध्यात्मिक पूर्णतादेखि लिएर भौतिक सृजना, सामूहिक उत्सवदेखि प्रकृतिप्रतिको सम्मानसम्म कति धेरै कुरा सिकाउँदो रहेछ। तर आजकालको समयमा यी परम्पराको अर्थ के होला त, यो पनि एउटा सोच्ने कुरा हो। एकदम। खेर सबैलाई महानवमीको धेरै धेरै शुभकामना। देवी माताले सबैलाई शक्ति, सिद्धि र समृद्धि दिनुहोस्। हो, यसपालिको दशैंको हर्षले वर्षभरि नै ऊर्जा मिलोस्। अगाध माया अनि असीमित शुभकामना।